ओहो गर्मी त मरिन्छ क्या। हेलो साथीहरू, वेलकम टु माई नयाँ भिडियो। आज चाहिँ हामी घुम्न जाँदैछौँ साथीहरू। सो इन्डिया आएको पनि हाम्रो 4-5 दिन भइसक्यो। 4-5 दिनपछि बल्ल निस्केको हामी बाहिर। यति धेरै गर्मी छ बाहिर है साथीहरू। अनि यो तपाईँहरूले देखिरहनु भएको छ, यो चाहिँ लोटस टेम्पल हो। हामी चाहिँ यहाँ घुम्नलाई आएको छौँ। अनि लोटस टेम्पल चाहिँ एकदम राम्रो रहेछ, तर भित्र जाने बेला चाहिँ चप्पल जुत्ता सब छरेर जानुपर्ने रहेछ साथीहरू। त्यही माथि घामले पोलिरहेको थियो। भित्र फेरि केही रहन्छ, फेरि भित्र चाहिँ त्यो ध्यान गर्नलाई बनाएको रहेछ साथीहरू। भित्र चाहिँ पुरा खाली एउटा हल जस्तो छ, त्यसमा कुर्सीहरू राखेको छ होइन। भित्र चाहिँ बोल्न पनि दिँदैन। अनि सबैजनालाई शान्त भएर बस्नु होला, एकअर्कासँग नबोल्नु होला भनेको थियो कि मान्छेहरूले, त्यो बाहिरको मान्छेहरूले। अनि सारङ त भित्र गएर त हल्ला गरेर त्यसपछि त हामी चाहिँ निस्किहाल्यौँ साथीहरू। ल यही हो हाम्रो लोटस टेम्पल। हेर्नु त कति राम्रो छ, राम्रो त। तर घामले साथीहरू हामी त बस्नै सकेनौँ, निस्क्यौँ यहाँबाट। त्यसपछि साथीहरू हामी आयौँ यता हाम्रो कुतुब मिनारतिर। कुतुब मिनार चाहिँ यो पहिलाको महाराजाहरूको चाहिँ यो के भन्छ यसलाई, के भन्छ, महल, पुरानो महल, हवेली के भन्छ यसलाई होइन, दरबार के भन्छ। त्यहाँ आएँ मैले साथीहरू, कस्तो राम्रो रहेछ यहाँ पनि, तर सबै भत्किएको रहेछ। अनि कति ठुल्ठुलो ढुङ्गाहरू खोपेर बनाएको रहेछ साथीहरू। सबै ढुङ्गाले बनाएको, कसरी बनायो होला उजानमा जमानामा मान्छेहरूले है। सर र म चाहिँ यसरी घुम्दैछु साथीहरू, आफूलाई हेर्नु फिल गरिरहेको छु। तर कस्तो यहाँ हेर्नु न, बाबुले कस्तो चकचक गर्छ भगवान्। यो बच्चाहरूसँग त घुम्नु भनेको त बेकारै हो के। न राम्रोसँग बस्न दिन्छन्, न फोटो खिच्न दिन्छन्। यस्तो छ चक। यो चाहिँ महाराजा बस्ने ठाउँ होला पहिलाको। गेट हेर्नु न कस्तो ठुल्ठुलो, भगवान् म त छक्क परेँ। हेर्नु न, यो त हाम्रो नेपालको जस्तै मूर्तिहरू के, ढुङ्गामा खोपेर बनाएको यस्तो मूर्तिहरू हाम्रो नेपाल काठमाडौँमा कति धेरै छ नि साथीहरू होइन र। अनि यहाँ पनि रहेछ। फेरि यो त मुस्लिमहरूको दरबार भन्छन्। मुस्लिमहरूको दरबारभित्र त यस्तो मूर्तिहरू त नहुनु पर्ने। यो कारण के हो? हेर्नु त यहाँ ढुङ्गाहरू कस्तो मजाले, कति ठुल्ठुलो ढुङ्गाहरूले बनाएको, सबै ढुङ्गाले साथीहरू। अनि हेर्नु न, उहिलेको जमानामा त सिमेन्ट पाइन्न थियो होला नि त। कसरी चप्क्यो कि यसरी, कसरी चाहिँ यत्रो बिल्डिङ बनायो त्यो टाइममा। यस्तो संरचना कसरी निर्माण गर्यो होला। यो संरचना गराउनलाई कति मान्छेको त्याग, कति वर्ष लाग्यो होला, कति मान्छेहरू मर्यो होला होइन साथीहरू। हेर्नु त यस्तो मजाले बनाएको छ कि सबै ढुङ्गा भयो साथीहरू। फेरि ल यति नै हो आजको हाम्रो भिडियो। हेरिदिनु भएकोमा धन्यवाद। बाई बाई।